टिनको भित्ता हुन्छ चिसो हुन्छ बाबु हो नि साथी यहाँ भएको मसँग आउने आफै ठिकै भनेपछि त्यसले यसको पनि नाम भन्न सक्नुहुन्न अब खै के हो भने टिनको भित्ता हुन्छ चिसो चिसो हुन्छ भने तलको ल माथिको रमन प्लस अहिले कमाउनु थालो त हौ यत्रो नुहाउने भाग धारा आइरहेको मलाई त यतै घुमौ घुमौ लाग्दैछ हो आइसक्यो त्यहाँबाट हिँडेर आउने घन्टा लाग्छ हामीलाई के भयो भन्ने तपाईँहरूको खाजा त यहाँ कस्तो राम्रो मन पर्यो भने यहाँ पुस्तक पनि पढ्न पाइने चिसो धेरै छ जाडो यहाँ आएर यति जाडो नभए त के हामी हाम्रो जस्तो छ त्यो साथी पानी दिएको त साह्रै चिसो यो चाहिँ छैन है त्यो धारा लागेको हो र त्यो झरिरहेको आलु के भन्नु अब सबैलाई कि होइन मलाई शाकाहारीलाई काकारीलाई अनिल सर हिँडाइले हामीलाई के कति सिकाउँछ यो भुइँको टिमके डाँडा दाहिनेपट्टि जाने भने होइन त्यो बुढाले त्यो बाटो कन्टिन्यू हुँदैन लगभग तिन ठाउँ भनेको यो माथिबाट त्यो बाटो सिधै मयङतिर जाने कि उता जाने त हिरो थाहा भइहाल्छ नि उता गएर भोसुर कता जाने भन्दा उता त जाइरहेछ नि अब हामी यो डाँडोमा पुगेर त्यसको टुप्पै टुप्पा ल एउटा रमाइलो सुरु भयो यही त नि रमाइलो हिँड्दै 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 पानीको खिच्दै होइन बेलुकासम्म यहाँ पुग्ने योजना छ यो डाँडोमा पुग्ने योजना छ उत्तम सर पर पुगिसक्नु भएको छ अरु हामी पछाडी आउँदैछौँ बिस्तारै
टाढा धेरै टाढा उडेका रङ्गीन चरा भन्दै आयो भन्नु नबाँच्यो जङ्गल खतरा गर्छ यो आइबी यस्तो भन्दै आयो दुई बाँचेर त्यहाँदेखि उता जङ्गल अलिक त्यस्तो जङ्गल ल फुटा पानी जमेर ल ल ल अहो ल अब लागौँ होला हट पछि आउनु रहनु ऐना हुन्थ्यो भनेर राख्छु एकछिनमा बजेर गयो हामी 0 डिग्री बराबरमा छौँ प्रमाण यहाँ छ हाम्रा पोखरीहरू पुरै आइसले जमेका छन् यसरी हाम्रा ओहो यो हाम्रो पोखरी जमेको पानीमा ब्रेन इटिङ ब्याक्टेरिया हुन्छ क्या गोठेसिङ होमस्टेबाट लगातार 2 घन्टा हिँडेपछि बल्ल बल्ल यहाँ हामी ट्रेलमा आइपुग्यौँ। अब यो ट्रेलबाट हिँड्दै यी माथि देखिएको डाँडै माथि हिँड्दै हामी बेलुका यहाँसम्म पुग्ने योजना रहेको छ। परदेखिको यो ट्याम्के महिमको डाँडो हो। अहिले हामी मुन्धुम ट्रेलमा आइसकेका छौँ। मौसम एकदमै सफा तर चिसो भने उत्तिकै हाम्रो बसाइ गोठेसिङ होमस्टेमा भएको थियो र लगातार 2 घन्टापछि अहिले हामी मुन्धुम ट्रेलमा आइपुगेका छौँ। अब यहाँ साथीहरू हुनुहुन्छ र अब यो तेर्सो बाटो हामी यहाँबाट लाग्नेछौँ। बैलगाडाको बाटो जस्तो देखिएको यो नै मुन्धुम ट्रेल हो। अब हामी मुन्धुम ट्रेलको बाटोबाट अगाडि बढिरहेका छौँ। हाम्रा साथीहरू अगाडि हुनुहुन्छ। साह्रै चिसो छ, हावा चलेको छ, चिसो हावा। मौसम भने एकदमै सफा छ। पहाडको गाउँ तल खोटाङ हाइवे देखिएको छ। यता खोटाङ दिक्तेल जाने र माथि टेम्के उता चोखेबा। अहिले हामी मलुवा पोखरी आइपुगेका छौँ। यो चिन्डो सेपमा देखिएको पोखरी र यो समुद्र सतहबाट 2455 मिटर उचाइमा रहेको छ। यस पछाडि हामी अझ यताबाट आयौँ यो ट्रेल मुन्धुम ट्रेलबाट र अब हामी यता 3 किलोमिटर र अब हामी धोत्रेतिर अगाडि बढ्दैछौँ। दुई घन्टा अढाई घन्टा पछिको सानो विश्राम साथीहरू सुन्तला खाँदै
आराम गर्दै अब यसो भुजिया चिउरा खाने तरकार हुँदैछ। अघि त त्यत्तिकै बोलाएर यो खाम न सर चिउरा पनि थियो कता अलिअलि फुटाउ न यो खाम न सर भरे तिर्खा लाग्ला धेरै भन्ने चाहिँ बिर्छ है साथी हो। पानी भेटिन्छ भेटिँदैन यसो चिउरा भुजिया हजुर एकमुठी हान्नु त साथीहरू एकमुठी हान्यो भने धेरै टाइम लाग्छ। यसरी बोक्नुपर्छ साथी हो। भरे काम लाग्छ यो मलवा पोखरीमा यसो खाजा नास्ता खाएर फेरि हाम्रो टोली अगाडि बढेको छ। मान्छे भए चाहिँ अब सारङ्गी चाहिँ छैन ए लुलु त्यही पनि मजा छ ल ल ल ओ गुरु यार त्यस्तो यता नै नाचु पनि बसेन करिब 3 घण्टाको हिँडाइपछि अहिले हामी यो स्थानमा आइपुगेका छौँ। साह्रै रमणीय यता दिक्तेलका केही गाउँहरू देखिन्छन् भने यतापट्टि भोजपुरकै टिम्का डाँडा देखिएको छ र अब हामी यो मुन्धुम ट्रेलको बाटो हुँदै अगाडि बढ्नेछौँ। बाँचिन्जेलसम्म खेलै गरौँ मारे जङ्गलमा जिन्दगीको भरोसा के छ र जिन्दगीको भरोसा के छ र दिन माया लगाइदिउँ न के छ र दिन माया लगाइदिउँ न के छ र। रातो त्यो टाइप सी कसको हो? दिपु सर दीपक सर त्यो यत्रो टाइप सी कसको हो? यत्रो केबल कसको हो? मेरो 10% मा झरिसक्यो अनि चायो आज छुट्टी हो कि हैन?
आज होइन नि सोमबार हो नि लाइभ पनि एउटा छुट्टै हो यो मुन्धुम ट्रेलको डस्टबिन हेर्दा कुवा जस्तो ढुङ्गाले बनाएको उहाँ पर देखिएको कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल त्यस पछाडि यहाँ पदमार्गीहरूको लागि बस्नका लागि बनाइएको ढुङ्गाकै टेबल ढुङ्गाकै कुर्सीहरू भाइ साथीहरू अघि बढौँ हामी जाँदैछौँ मुन्धुम ट्रेलतर्फ खाना खाने ठाउँमा पुग्नु पर्ने छ अलिक छिटो छिटो जाउँ उडाउने भो प्लेन जतिकै माथि लाग्नु हो र रमाइलो हुँदैछ किन छोडिनु भयो त होइन नि हामी यसो गफ गर्दै गर्दै ए ठिक छ बोल्दै बोल्दै ए यो के अरे तुसारो अरे यो पानी शीत परेर शीत जमेको चिसोले जमेको ए अहिले हामी दलसिङेमा आइपुगेका छौँ र यो स्थान समुद्री सतहबाट 2662 मिटर अग्लो स्थानमा रहेको छ यहाँबाट धोद्रे 5.5 किलोमिटर अब हामी 2662 मा छौँ र धोद्रे पुग्नलाई करिब 3 घन्टा अझै हिँड्नुपर्ने छ र यहाँबाट 3015 मिटर उचाइमा रहेको हाँस पोखरी यहाँबाट 14 किलोमिटर टाढा रहेको छ अनि हाँस पोखरी पुग्न अझै 6 घन्टा लाग्ने देखिन्छ पहाडमा पाइने ढुङ्गेराहरू जहाँ चाहिँ एकदमै अर्ग्यानिक पानी पाइन्छ पानी यसरी आउँछ असाध्यै चिसो लाली गुराँसको जङ्गल अहिले फुलेको छैन कोपिला हालिरहेछ फुल्ने क्रममा छ यी रुखहरू लडेर कुहिएर यसको काठपात नहुने भएको हुनाले यतिकै छोड्या होलान् अब हामी धोद्रेतिर अगाडि बढ्दैछौँ यहाँबाट करिब 5 किलोमिटर
अझै हाम्रो चढाइ निरन्तर जारी नै छ। अब हामी तिनथुम्के करिब तिनथुम्के आइपुग्न आँट्यौँ। 5 घन्टाको लामो हिँडाइ पछाडि हामी यहाँसम्म आइपुगेका छौँ, तिनथुम्के। र यहाँबाट हिमाल झलल हाँसेको देखिन्छ। 5 घन्टाको यात्रा र थकानलाई यो दृश्यले मेटाएको छ। हेर्न सक्नुहुन्छ, एकदमै मनमोहक र आकर्षक दृश्य यहाँबाट देख्न सक्नुहुनेछ। आउनु भएन क्या? चिउरा, भुजिया र चाउचाउ खाएर र केही क्षणको विश्राम पश्चात हाम्रो पदयात्रा फेरि सुरु भयो। अहिले हामी तिनथुम्के बाटो फेरि धोद्रेतर्फ अगाडि बढ्दैछौँ। यहाँबाट धोद्रे करिब आधा घन्टा लाग्ने अनुमान गरिएको छ र यहाँ फेरि हामी उकालो चढ्ने तर्खरमा छौँ। अगाडि केही साथीहरू हुन्छ, पछाडि पनि उत्तम सर र तुलसी सर हुनुहुन्छ। जरा उधर देखिए, जरा उधर देखिए, उधर देखिए। मकालु राम्रो। हामी बसेको ठाउँबाट अहिले यहाँसम्म आइपुग्यौँ। अब हामी धोद्रे आइपुग्न आँट्यौँ। धोद्रेमा पुगेर हामीले खाना खाने निश्चय गरेका छौँ। सम्भवतः खाना खाएर हामी फेरि अगाडि बढ्नेछौँ।
एकदमै भिर छ हिँडेर हेरौँ है खुट्टो चिप्ल्यो भने एकैचोटि तलै पुगिन्छ यार छैन ल कहाँ छ तल एकैचोटि कता निकै भिर छौँ यो त हामीले मसालोलाई कुनै न कुनै बेला अँगालो हाल्ने प्रण गऱ्यौँ पैसा चाहिँ बस्नु हो कि अब अघिको गीत गाएको भिडियो एकचोटि हेर्नु लाग्यो म त कस्तो साह्रो भोलिपछि नहालेको नि त्यसरी हालेको हाले गर्न अघिकोले मान्छे आएर उ गर्दै थिए पछाडिको सिनहरू कस्तो आएछ कि दैमाए परदेशबाट फर्किआए गाउँ फर्किआए नयाँ नयाँ सपना ल्या सँग लड्दै राली गर्दै
आउने गुरु यता कहाँ जमसोमे बजारमा वार्षिक उत्पादन राखेछ है कमेन्ट सात बजे हिँडेको 7 घन्टा 7 घण्टाको निरन्तर हिँडाइ पश्चात अहिले हामी धोद्रे आइपुगेका छौँ। अब धोद्रेमा खानपान र
केही बेर आराम गरिसके पछाडि फेरि हामी मयुङतर्फ अगाडि बढ्नेछौँ। रमाइलो हुँदैछ, साह्रै रमाइलो ठाउँमा आइपुगे जस्तो छ, आनन्द भइरहेछ। चिसो रमाइलो होइन त लाल सर? हजुर। बडा राम्रो ठाउँ। जय चन्द्र सूर्य। हामी ट्रेकिङको तेस्रो दिनमा छौँ। यो मयुङ डाँडाको छेउको गोठी स्टे हो। हामी हिजो राति 7 बजे यहाँ आइपुगेका थियौँ। चिसो छ, बाटोमा कतै पानी खाउँ न भन्दाखेरि पानी खाने अवस्था थिएन, सबै धाराहरू जमेका थिए। गोठी स्टे यस्तो चिसो। हामी गोठी स्टेको अल्टिट्युड कति भन्दा निकै अग्लो डाँडा छ, टेम्के डाँडा। त्योभन्दा पनि हाम्रो यो अहिले हामी बसेको ठाउँ अझै 100 मिटर माथि हो, 3100 मिटर टेम्के डाँडा त्यहाँ पर देखिरहेछ। अलिक तल चखेवा हिजो हामी यो पुरै हामी आएको बाटो सबै छेलिएको छ। झन्डै झन्डै हामीले युटर्न लगाइसक्यौँ। अब राति त कस्तो थियो हामीले देख्नै पाएनौँ। बिहान अचानक उठेर हेर्दाखेरि यी ठाउँहरूमा कुदेर माथि पुग्नु हेर्नु जस्तो, यता माथि के छ, खालि माथि नै कुद्न मन लाग्ने। यस्तो चिसोमा यो घोडा चाहिँ बाहिरै बस्दो रहेछ। सायद यिनीहरू यहीँको अनुकूलमा बस्ने बानी भएकाले होलान्। यो रातिदेखि नै यहीँ देखिरहेको थिएँ मैले, अहिले बिहान पनि यो यहीँ रहेछ। बाहिरको टेम्परेचर सायद 0 डिग्री या त्योभन्दा पनि डाउन हुनसक्छ। 2टा भोटे कुकुर छन् यहाँ, राति बेला बेलामा भुकिरहन्थे। यहाँ हाम्रो सुरक्षाकर्मी। हाम्रो मयुङ डाँडा अब सायद यो अग्लो डाँडादेखि उतापट्टि छ। पारीको हिमाल कस्तो देखिन्छ भन्ने जिज्ञासा आइरहेछ। यताबाट तल भोजपुर झर्ने बाटो आज हामी यताबाट तल भोजपुर बजार निस्किन्छौँ। सुन्तले, बाख्खोर सरहरू सुतिराख्नु भएको छ कोठाभित्र। बाहिरको जाडो निकै तर्साइरहेछ। बल्ल बल्ल तुलसी सर उठ्नु हो। हिजो खुट्टा जाम भएका थिए तुलसी सरको, हाम्रो उत्तम सरको फोक्सो जाम भएको थियो। अब आजको कन्डिसन के हुन्छ? म त एकदमै फ्रेस छु, अहिले पनि म कुदेरै पुग्न सक्छु भन्ने लागेको छ मलाई। हेरौँ आजको दिन कस्तो रहनेछ। तुलसी सर, अब खुट्टाले कतिको साथ देला नदेला? डाँडा चाहिँ चढौँ जस्तो हुँदैछ। हिजो चाहिँ नचढौँ भएको थियो, आज चढिन्छ नि जस्तो लागेको छ। त्यही त हेर्नु न, अब यो डाँडाको माथि पारिपट्टिको हिमाल कस्तो देखिएको होला यो बिहान। अब त्यो चाहिँ मलाई हेर्न मन लाग्यो। हेलो
आउनु आउनु म दिइहाल्छु चर के खाने चना खाने फुस्रे भएर चना हेर्नु यहाँनिर चना खाऊ है, चना खाऊ। हामीले ल्याएको चना अन्तिम सब्मिट गरिसके पछाडि खाँदैछौँ मैदानो गरेर अहिले हामीलाई 6 किलोमिटरसम्म हिँडाउनु पर्ने छ खुट्टाले काम गरेको छैन अनि चना खाएर घोडा कति किलोमिटर कुद्छ रातभरि बाहिर बस सर यो प्रब्लम हो यता बसेर हो ल लालु सर नउभिनु नि सर अलिक ढल्किलो हिँड्नु सर बिस्तारै हिँड्नु न उँधो सर अब उँधो हो त्यहाँबाट थोरै टेक्निकल प्रब्लम हामीले जोखिम मोल्न सक्छौँ भनेर हामी अलिकति यस्तो भिरको बाटो एटेम्प गर्न खोजेका थियौँ एक दुईजना सरहरूलाई अलिक अप्ठ्यारो भयो दिप सर तुलसी सरलाई हाइटबाट समस्या हुने रहेछ उत्तम सरलाई पनि अलिकति अप्ठ्यारो रहेछ त्यही भएर हामीले बरु 1 घन्टा बाटो थप होस् तर हामीले मुन्दुम ट्रेललाई नै समातेर फेरि हामी लामो बाटोबाट घुमेर हामी आजको खाना खाने ठाउँतिर अघि बढ्न प्रयास गर्दैछौँ सर उहाँ पर रोकिनु भयो हाम्रो अपेक्षित बाटो यस्तो थियो भिरबाट तल झर्ने तर अब 1-2 जना अघि बढेर पनि नहुने सबै सँगै जाँदाखेरि हामी अप्ठ्यारै बाटो क्यान्सल गरेर सजिलो बाटोबाट अघि बढ्नुपर्ने अवस्था आएको छ कति मोटो भयो 1 करोडको मजा यहाँ राम त्यतै छ चाक धने गो